भ्यू पलपलमा तपाईँहरूलाई स्वागत छ। आज हामी तपाईँले देखाउन लागेका छौँ एउटा यस्तो स्कुल जुन समुद्र सतहदेखि 4800 मिटर अग्लो उचाइमा रहेको छ। हो, तपाईँले ठिकै सुन्नुभयो, यो संसारकै सबैभन्दा अग्लो स्थानमा रहेको स्कुल नेपालमै छ। आउनुहोस् आज हामी यस स्कुलको कथा जानौँ जुन नेपालका दुर्गम हिमाली भेगमा अवस्थित छ। यो स्कुल सोलुखुम्बु जिल्लाको उर्चे भन्ने ठाउँमा रहेको छ। सगरमाथा राष्ट्रिय निकुञ्जभित्र पर्ने यो ठाउँ करिब 4800 मिटरको उचाइमा अवस्थित छ। यहाँको मौसम निकै चिसो हुन्छ। सास फेर्न समेत गाह्रो हुने यस्तो ठाउँमा पनि बालबालिकाले शिक्षाको उज्यालो खोजिरहेका छन्। यो स्कुलको नाम हो खुम्बु पासाङ पास, जहाँ शेर्पा समुदायका बालबालिकाहरू पढ्न आउँछन्। जति उचाइ त्यति चुनौती र त्यति नै प्रेरणा। यहाँ पढ्न र पढाउन दुवै निकै कठिन छ। शिक्षकहरू दिनहुँ घन्टौँ पैदल हिँडेर स्कुल पुग्छन्। विद्यार्थीहरू पनि बाक्लो हिउँ र चिसो मौसममा पनि पढ्न आउँछन्, खुट्टामा चप्पल, हातमा पुस्तक लिएर। यहाँ सुविधा छैन तर सिप, साहस र सङ्कल्प छ। शिक्षकहरू भन्छन्, हामीले काठमाडौँ जत्रो सुविधा पाएका छैनौँ, तर शिक्षाको उज्यालो सबैमा पुर्याउने चाहना छ। विश्वकै अग्लो स्कुलको मान्यता। यो स्कुलले हालसम्म विश्वकै अग्लो स्थानमा रहेको मान्यता पाएको छ। यस विषयमा थुप्रै अन्तर्राष्ट्रिय मिडियाहरूले रिपोर्ट पनि गरेका छन्, जस्तै BBC लगायत। हिमालको काखमा बसेर पढ्ने यी बालबालिकाहरूले संसारलाई देखाइरहेका छन् शिक्षा पहाडभन्दा अग्लो हुन्छ। सामुदायिक समर्थन र प्रेरणा। स्थानीय शेर्पा समुदाय, बाहिरी सहयोगी संस्था र स्वयंसेवकहरूको साथले यो स्कुल अझ सशक्त बन्दैछ। विदेशबाट पनि सहयोग आउने क्रम जारी छ। प्रेरणा लिने कुरा के हो भने, हामी सहरमा वाइफाई नभएको बहानामा नपढ्ने, तर उनीहरू हिमालको चिसोमा पनि किताब सम्हाइरहेका छन्। अब हाम्रो कर्तव्य के हो? साथीहरू, यस्ता दुर्गम स्थानहरूमा पढ्ने ती नानीहरू हाम्रो पनि प्रेरणा हुन्। हामी चाहन्छौँ नेपालमा सबै कुनामा शिक्षा पुगोस्। यदि हरेक सेयर, कमेन्ट र लाइकले बालिकाको आवाज टाढा पुर्याउन सक्दछ। यो भिडियो संसारकै सबैभन्दा अग्लो स्कुलको कथा। यदि भिडियो मन पर्यो भने लाइक गर्न नबिर्सिनुहोस्, साझा गर्नुहोस्, ताकि अरूले पनि यो प्रेरणादायी कथा थाहा पाउन सकुन्। अझ यस्ता भिडियो हेर्न हाम्रो च्यानल भ्यू पलपललाई सब्सक्राइब गर्नु नबिर्सिनुहोस्। फेरि भेटौँला अर्को भिडियोमा। जय नेपाल।